अनि यहाँतिर चाहिँ धेरै राम्रो वातावरण छ हेर्नुहोस्। सो हे गाइस, आजको मेरो सुरुवात हुन्छ बिहान बिहान उठेर। बिहान बिहान म 6 बजे उठेको छु। मम्मी चाहिँ यहाँ हुनुहुन्छ। के गर्दै हुनुहुन्छ? मन्दिर हुन्छ। मम्मी हजुर कति बजे उठ्नु भयो? मलाई किन उठाउनु भएन? मलाई किन उठाउनु भएन? मम्मी उठाएर छिटो यो फ्यान के भयो आज? म गाउँछु मलाई हेर फ्यानको। आज खोइ लाइट गयो, हिजो लाइट गयो त्यही कारणले। रात भयो यस्तै। त्यही त हो नि, मलाई पनि खास गरी निन्द्रा लागेन। बहिनी कहाँ छि? उठाएछ नि पल्लो घर। सो गाइस बहिनी चाहिँ हिजो राति पल्लो घर सुत्यो। बहिनीलाई म उठाउन जाँदैछु। नउठ्यो भने यिनीहरूको म बहिनीलाई म उठाउँछु। बहिनी उठ उठ बहिनी उठ। सो गाइस हामीहरूले नुहाइसकेका छौँ, मम्मी म अनि बहिनीले सबभन्दा लास्ट नुहाई। यो चाहिँ अहिले नुहाइसके। हेर्नुहोस् ए मम्मी चाहिँ अहिले रेडी हुँदैछन्। कहाँ जानलाई भनेपछि मन्दिर जानलाई, मसँग जाने हुन्। अब सो मम्मी चाहिँ यहाँ बट्टिसकेका छन्। हामीहरू मन्दिर जाँदैछौँ। के लगाएको छैन, आफै धुँदैछु। आफै धुँदैछु। सो गाइस हामीहरू चाहिँ निङ्ला साङ्नी मन्दिर पुगिसकेका छौँ। यो चाहिँ के हो? ए मम्मी के भन्न चाहनुहुन्छ? छिटो दिनु मन्दिर पुग्यो अब पूजा गर्ने। हिँड्नु मन्दिर चाहिँ म हजुरहरूलाई पुरा देखाइदिन्छु। यी मन्दिर ए खोल्नु न चप्पल। यहाँ खोल्यो भने ठिक होला नि। गाइस मलाई यति घाम भएको छ, यति धेरै गर्मी भएको छ। मम्मीलाई त्यति भएको छैन, मलाई त्यति भएको छ। के छैन, हल्का आस्था हुन्छ नि भगवानप्रति। अनि यहाँतिर चाहिँ धेरै राम्रो वातावरण छ हेर्नुहोस्। हजुर के भयो, भिड छैन नि? हजुर खुसी हुनुहुन्छ नि? न त भने लाइन बस्नुपर्ने भन्दै हुनुहुन्छ। अब हामीहरू पूजा गर्छ। सो गाइस मम्मी चाहिँ यता पूजा गर्दैछन्। हेर्नुहोस् घाम धेरै छ, गर्मी धेरै छ गाइस, गर्मी। मम्मी हजुर आज यता मन्दिरमा आउनु भएको छ। मन्दिरमा आएर हजुर के माग्दै हुनुहुन्छ फेरि भगवानलाई? शान्ति होस्, झगडा नहोस्, होइन हामी अरू इच्छा सबैको पुरा होस्, सुख शान्ति होस्। अनि त्यति हो। अब चाहिँ मम्मी मलाई टिका लगाउँदै हुनुहुन्थ्यो अनि मैले चाहिँ यसमा चाहिँ भोइस ओभर गरेँ, किन भन्दाखेरि अब धेरै त्यहाँ शान्त वातावरण थियो। सो मैले अरू मान्छेहरूलाई डिस्टर्ब गर्न खोजिनँ। यसरी मम्मी चाहिँ टिका लगाएर यो एकचोटि परिक्रमा गर्नुभएको थियो। अनि ओम शिव 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 हरे शिव 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 जय शिव ओंकारा प्रभु हर शिव ओंकारा ब्रह्मा विष्णु। सो गाइस मन्दिर पछि हामीहरू बजार आएका छौँ। बजारमा मम्मी चाहिँ बिजल किन्दैछन्।
मम्मी ब्लाउज किन्दै हुनुहुन्छ कुन ब्लाउज मन पर्दैछ रातो कि हरियो सो गाइज हामीहरू त्यसपछि चप्पल किन्न आएका छौँ चप्पल किन्ने दोकानमा मम्मीको चप्पल किने फाइनली म घर पुगिसकेको छु यति धेरै घाम भयो छोडिदिनु ल बाई त है गाइस आजको लागि यति